5G 2G सपोर्ट गर्ने डुअल ब्यान्ड रिपिटर चाहिँ कसरी सेटअप गर्ने भन्ने भिडियो बनाउँदैछु है। यो बट्टा भयो, यसमा यो रिपिटर भइहाल्यो हैन। अनि त्यसमा एउटा सिम इजेक्टर पनि आउँछ यसमा। अनि अर्को भनेको चाहिँ यसको यो म्यानुअल हुन्छ है, यस्तो खालको। यसमा पनि सबै स्टेपहरु त मजाले दिया हुन्छ भित्रपट्टि, त्यही फलो गर्नुपर्ने हो। सुरुमा चाहिँ यो पावर बटन, पावर इन्डिकेटर मात्र बल्छ है। त्यसपछि तपाईले 30 देखि 1 मिनेटसम्म वेट गरेपछि यो दुईटै 2G र 5G दुईटै बत्ती बल्नु पर्छ है। त्यतिन्जेल चाहिँ वेट गरौँ। ल यो 2G र 5G को नि बत्ती बल्यो हैन। अब यो बत्ती बलिसकेपछि चाहिँ तपाईले चाहिँ बत्ती बल्यो अहिले ठिकै छ। यदि यो 2G र 5G पनि बत्ती बलेन भने चाहिँ तपाईले यहाँनेर यो रिसेट के रे WPS बटनलाई थिचिराखेर पनि रिसेट गर्न मिल्छ, एउटा अप्सन हैन। अनि अर्को चाहिँ तपाईको यहाँनेर यो पाल छ नि रिसेटको बटन, त्यहाँ चाहिँ यस्तो यो सिम इजेक्टरले छिराएर बटन किटिक प्रेस हुन्छ, त्यसलाई चाहिँ 8 सेकेन्डसम्म थिचिराखेर चाहिँ त्यो रिसेट हुन्छ है। त्यो पनि गर्न भयो, तर सुरुमा चाहिँ यो तीनटा बत्ती चाहिँ बल्नु पर्यो। अनि त्यसपछि यो तीनटा बत्ती बलिसकेपछि यसलाई एकचोटी टक्क प्रेस गर्ने, प्रेस गरेपछि एक्सटेन्डर भन्ने बत्ती चाहिँ पिलिक पिलिक बल्नु पर्यो है। अनि यो बलेपछि चाहिँ तपाईले अब हाम्रो वाइफाई जुन फोनमा हामीले वाइफाई कनेक्ट गर्छौं नि, त्यसरी नै वाइफाई सेटिङमा जानु पर्यो है। त्यो चाहिँ अब म उता स्क्रिन उनै देखाउँछु स्क्रिन रेकर्ड गरेर है। अब तपाईको सुरुमा चाहिँ हामी वाइफाई को सेटिङमा जाउँ हैन। वाइफाई को सेटिङमा गएर चाहिँ यसले फालेको वाइफाई हुनुपर्छ है। यहाँनेर वाइफाई अंडरस्कोर समथिङ भनेको यहाँनेर छ है, यसरी देखाउँछ है। यो तपाईले जुन अघि जुन सुरुमा गर्नु अनि गर्दाखेरि चाहिँ तपाईको जुन के भन्छ रिसेट गर्ने कुरा थियो नि। अब यदि तपाईको यो सबै कुरा गरेर पनि त्यो जुन यो वाइफाई देखाएको थिएन भने चाहिँ रिसेट गर्नु पर्थ्यो के। अब त्यो रिसेट चाहिँ अहिले गर्नु परेन, किन भन्दाखेरि हामीले यो बटन थिच्ने बित्तिकै यो एक्सटेन्डरको बत्ती बल्यो, त्यसपछि यता वाइफाई पनि हाम्रो जुन यसले फालेको वाइफाई पनि देखाइराछ नि त हो। यदि त्यो नदेखाएको थियो भने चाहिँ रिसेट गर्नै पर्ने हुन्थ्यो है। अब त्यसो भए फेरि अब कसरी गर्ने, फेरि स्क्रिनमा जाउँ है। त्यसपछि तपाईले फेरि वाइफाईमा जाने है। वाइफाईमा गएपछि यसले फालेको यो वाइफाईमा कनेक्ट गर्ने है। ओपन वाइफाई हुन्छ, पासवर्ड हुँदैन, यति कनेक्ट गर्ने। अब यति कनेक्ट गरिसकेपछि तपाई चाहिँ ब्राउजरमा कुनै एउटा ब्राउजरमा जाने है। यसमा पनि यो अलवेज कनेक्ट गर्ने हो अहिलेको लागि चाहिँ, किनभने यसमा वाइफाई त फालेछ तर इन्टरनेट छैन नि त, त्यसमा अलवेज कनेक्ट गरिदिराखौँ अहिलेको लागि। अनि तपाईले म फेरि अर्को देखाउँछु। यसमा तपाईले चाहिँ यो जुन नम्बर छ नि, यो नम्बर चाहिँ तपाईले कुनै ब्राउजरमा गएर चाहिँ हाल्ने, क्रोम स्रोम जुन हुन्छ नि आइफोनमा भए सफारी होला, तिनीहरुमा गएर यो एड्रेस आइपी एड्रेस चाहिँ ठ्याक्क हाल्नुपर्छ है त। अब चाहिँ तपाईले यो उसमा आएर त्यो जुन अहिलेको नम्बर छ त्यहाँनेरि 192.168.188.1 भनेर छ यो, यसलाई गो गरिदिने। यो गो गरेपछि यसरी तपाईको यो खुल्छ है। अब यो खुलेपछि एकैछिन वेट गरौँ। ओ यसरी देखाए है। अब हाम्रो कुन हो इन्टरनेट, यो हो नि त। 5G मा यो भयो, 2G मा अर्को तल छ। अब 5G मै गरी हेरौँ है। यो सेलेक्ट गरौँ, यसपछि यसको पासवर्ड हालौँ। तपाईको जुन वाइफाई को राउटरको मेन पासवर्ड छ नि त्यो हालौँ है। अब म अहिले यहाँको हाल्छु है। अब एकचोटी हेरेर यो कन्फर्म पनि गर्ने है, मिल्नु पर्छ, मिस्टेक हो भने फेरि हुन्छ नेक्स्ट गर्ने। त्यसपछि अब नयाँ वाइफाई को नामहरु चाहिँ यसरी आउँछ भनेर भनिरहेछ। यो तपाईले रिनेम गर्दा नि भयो हैन। जुन यसले रिपिटरले फालेको वाइफाई को नाम चाहिँ यसरी आउँछ भनेको छ, रिनेम गर्दा नि भयो, नत्र तपाईले जे छ त्यही छोड्दा नि भयो। पासवर्ड चाहिँ अहिले जे छ त्यही नै हुन्छ, नयाँ हाल्दा पनि मिल्यो है। त्यसपछि नेक्स्ट गर्दियौ, त्यसपछि स्टार्ट टु कनेक्ट गर्दियौ। अनि एकैछिन वेट गरौँ है यहाँनेरि। अब हामीले यो ठ्याक्क वेट गरिराखेको बेलामा यता चाहिँ राउटरमा चाहिँ त्यो रिपिटरमा चाहिँ त्यो बत्तीहरु निभेर फेरि अन हुने काम भइराछ है अहिले यतिखेर चाहिँ। अनि त्यतिन्जेल अब यता पनि ठ्याक्क यो प्रोसेस भइराछ है। अब ठ्याक्क हाम्रो यहाँनेरि यहाँ वाइफाई पनि यहाँ माथि हेर्नु होला, अहिले यहाँ चेन्ज भएर अर्कै कनेक्ट भइसक्यो वाइफाई है। अब सायद यो भइ नै सक्यो जस्तो छ। एकचोटी यहाँनेरि वाइफाईमा सेटिङमा गएर हेरौँ। यहाँ हेर्नु त, अब तपाईको यो प्रो भनेर नयाँ वाइफाई आइसकेको छ है। अब यसमा हामीले कनेक्ट गर्दा नि भयो। अब यो मैले पासवर्ड अघि केही चेन्ज गरेको थिइनँ हैन, त्यही भएर यो चाहिँ जे हाम्रो ओरिजिनल मेन राउटरको पासवर्ड छ त्यही नै हुन्छ है। अब त्यही मैले हाले, चेक गरौँ अनि त्यसपछि कनेक्ट गरौँ है। कनेक्ट गरौँ।
कुडन्ट कनेक्ट भने एकैछिनै के भएछ त अब्टेनिङ आइपी एड्रेस त भनि नै रहेछ है हुनुपर्ने हो जहाँसम्म एकैछिन वेट गरौँ फेरि गरौँ है त यसलाई कनेक्टेड भयो है अहिले चाहिँ त्यो उपाय रहेछ फेरि एकचोटि ट्राई गर्दाखेरि हुन्छ नै यो होइन हुनु नै पर्ने हो पासवर्ड मिलिसकेपछि अब इन्टरनेट चलिरहेछ कि छैन भनेर एकचोटि हेरौँ होइन मजाले इन्टरनेट चलिरहेछ है अब मैले मजाले चलिरहेछ है यति नै हो है अनि यो पछि पनि त्यस्तो कहिलेकाहीँ केही समस्याहरू आयो पासवर्डहरू चेन्ज गर्नुभयो केही भयो भने त्यही नै हो है तपाईँको प्रोसेस त्यही नै हो एकचोटि रिसेट चाहिँ सुरुमा गरिदिने आफूले होइन यहाँ थिचेर त्यो सिम इजेक्टरले घोचेर 8 सेकेन्ड हुन्छ कि यो थिचिराखेर हुन्छ रिसेट गरिदिने रिसेट गरे सबै प्रब्लम सल्भ भइहाल्छ है